एक्चुअली आज म चाहिँ के कन्टेन्ट लिएर आएको छु भने एज अ बारिस्ता युजुअली चाहिँ गर्नुपर्ने कुराहरूको एउटा अंश सानो एउटा अंश चाहिँ मैले चाहिँ देखाउन लगाएको छु। लेट मी सो यु गाइस है। हामीले चाहिँ जहिले पनि क्यालिब्रेसन गर्दाखेरि हामीले चाहिँ केही मन तातो पानी चाहिँ ट्याक्क हालेर राख्ने विथ स्पुनले चाहिँ युज गरेर चाहिँ हामी चाहिँ कफीलाई चाहिँ एनालाइज गर्न सकिन्छ। फर्स्ट अफ अल हामीले चाहिँ हाम्रो पोटाक फिल्टर निकालिसकेपछि हामी टेर गर्न पर्ने हुन्छ। टेर भन्न खोजेको चाहिँ यसको वेट चाहिँ भ्यालु चाहिँ 0 बनाउनु पर्यो भन्न खोजेको चाहिँ। अब हामीले चाहिँ कफी ग्राउन्ड कफी चाहिँ हामी हाल्दैछौँ। अनि ग्राउन्ड कफी चाहिँ हाल्दाखेरि चाहिँ हाम्रो चाहिँ यहाँ दुईवटा सेटअप छ। एउटा सिङ्गल डोज र डबल डोज भन्ने छ। यो जसरी डोज गर्दा सेट गर्दा पनि हुन्छ, आइदर म्यानुअल्ली गर्दा पनि हुन्छ। हाम्रो चाहिँ यहाँ अलरेडी सेट छ। मैले भर्खर कफी सपमा आइसकेँ। सो यो कफी सपमा आइसक्ने बित्तिकै चाहिँ हामीले क्यालिब्रेसन चाहिँ हेर्नै पर्ने हुन्छ है। क्यालिब्रेसन यो चाहिँ 17.4 समथिङ छ। हामीलाई चाहिँ हाम्रो डोजको एम डोज चाहिँ के हो भने 18 सेट गर्दा चाहिँ 18 ग्राम युज गरेँ ल। जल्दी गर्नुपर्ने हुन्छ। अनि यु मस्ट बी डिस्ट्रिब्युट इन प्रोपरली एन्ड देन हामीले चाहिँ टाइम गर्नुपर्ने हुन्छ। मिनिमम टु म्याक्सिममको आधारमा भन्दाखेरि चाहिँ 20 to 25 केजीको प्रेसर हुनुपर्छ भन्ने हुन्छ है यसमा। अनि एकदम प्रेस गरिसकेपछि हामीसँग के रह्यो अलरेडी टेम्पटेड कफी बेड और पोटाक फिल्टर। हामीले चाहिँ गर्नुपर्ने चाहिँ के हुन्छ भने फ्लस गर्नुपर्ने हुन्छ। किन फ्लस गर्ने त? किन फ्लस गर्ने? किनकि हामीले यो ग्रुप हेड युज गर्दाखेरि चाहिँ योभन्दा पहिला चाहिँ डिफ्रेन्ट ओरिजिनको कफीहरू चाहिँ युज गरेको हुनसक्छ। जस्तै अहिले चाहिँ म ब्राजिल अप्रोच गर्दैछु यसमा भने त्योभन्दा पहिला चाहिँ हामीले चाहिँ अलरेडी युज गरेको चाहिँ इथियोपिया थियो भने त्यो दुईटाको क्रस कन्ट्यामिनेसन हुँदाखेरि चाहिँ कफीको टेस्टमा चाहिँ जुन हामीले एक्ज्याक्ट क्यारेक्टर जे खोजेको क्यारेक्टर छ त्यो क्यारेक्टर नपाउन पनि सकिन्छ। सो द्याट हामी चाहिँ के गर्छ, यु क्यान सो हियर फ्लस गर्छौँ। देन when you are flush done then you must be insert। जब इन्सर्ट गरिसकेपछि चाहिँ डन होल लङ टाइम है। यहाँ चाहिँ होल्ड गर्ने होइन। एट द सेम टाइम जब इन्सर्ट गरेर चाहिँ when you have fixed the पोटाक फिल्टर त्यसपछि चाहिँ हामी चाहिँ एट द सेम टाइम यु मस्ट बी प्रेस द बटन मस्ट बी एक्सट्र्याक्ट। जब ज्यादा होल्ड गऱ्यो भने 92 टेम्परेचरमा चाहिँ हिट भइरहेको हुन्छ। यसले चाहिँ हाम्रो कफी पाउडर चाहिँ जुन ड्राई भएको पाउडरलाई चाहिँ इजिली बर्न गर्न सकिन्छ। सो द्याट हामीले जब अप्रोच गर्छौँ एकदम जेन्टली गर्नुपर्छ। जेन्टल्ली चाहिँ पोर इन्सर्ट गर्नुपर्ने हुन्छ। यदि मैले डिस्ट्र्याक्टेड हुने गरेर एकदम हल्लिने गरेर जस्तै अब हाल्दाखेरि एकदम यसरी गऱ्यो भने, जस्तै इक्जाम्पलको लागि मैले चाहिँ अप्रोच गर्दाखेरि चाहिँ यसरी गऱ्यो भने यो आवाज आयो भने साइड डिस्ट्र्याक्सन हुन्छ र टर्बुलेन्स क्रिएट गर्ने सम्भावना ज्यादा हुन्छ। अनावश्यक अननेसेसरी टर्बुलेन्स क्रिएट हुनसक्छ, च्यानलिङ हुन सक्ने सम्भावना हुन्छ। द्याट्स वाइ भाइब्रेट नगराउने, जस्तै भूकम्प अर्थक्वेक गएको जस्तै त हुने यो पनि। अनि स्लोली एकदम अप्रोच गर्दाखेरि एकदम जेन्टली अप्रोच गर्नु पर्ने। यो पनि म जेन्टली अप्रोच गर्छु। देन मेरो कप रेडी भयो। यो कप रेडी भयो। बिफोर यु कप तिमीले चाहिँ पहिले रिन्स गर्न पर्ने हुन्छ विथ हट वाटर है। किन हामीले रिन्स गर्ने त यसलाई भने कुन टेम्परेचरमा हुँदाखेरि चाहिँ हाम्रो ब्याक्टेरियाहरू चाहिँ एकदम एक्टिभ हुन्छ। सो यो चाहिँ 92 डिग्री सेल्सियसको वाटर चाहिँ मैले चाहिँ यहाँ रिन्स गऱ्यो भने चाहिँ 62 एबभको हट वाटरले चाहिँ ब्याक्टेरिया किल गर्छ। त्यही भएर चाहिँ यो चाहिँ हामी चाहिँ रिन्स गर्ने गर्छौँ। अनि मैले रिन्स गरिसक्यो। अनि हामीले स्केल पनि रेडी छौँ। अनि मैले इन्सर्ट गरिहालेँ। इन्सर्ट अनि फिक्स गरेँ। अनि त्यसपछि एट द सेम टाइम मैले एक्सट्र्याक्ट गरेँ। अनि यो टेल गरिसकेपछि यु क्यान सो हियर स्लोली आइरहेछ। एकदम फ्लो छ। ओके मैले 1:2 को रेसियो खेलेको। 1:2 को रेसियो खेल्दाखेरि चाहिँ एस्प्रेसो चाहिँ लुक एट हियर सी। पहिलो पानी पिउँछु। मैले पानी किन पिएँ भने म घरबाट
बिरयानी खाएर आएको हुनसक्छ, दाल भात खाएर आएको हुनसक्छ, अनि मैले कुनै स्विट खाएर आएको हुनसक्छ। जे पनि खाएको छ मुखलाई चाहिँ फ्लस गरेको, यो पनि एउटा फ्लस गर्ने जति पनि टेस्ट छ बिफोर पास्ट टेस्टहरू छ, त्यो पास्ट टेस्टहरूलाई चाहिँ फ्लस गरेर रिमुभ गरेको भनौँ न। त्यो फ्लस गरेपछि रिमुभ भएपछि मात्रै तिमी चाहिँ रेडी टु एनालाइज द वाट इज द एक्ज्याक्ट क्यारेक्टर अफ कफी। भन्दा पहिला चाहिँ मनतातो पानीबाट निकालेको चम्चाले चाहिँ ठ्याक्क स्टिर गर्छु। मजाले गरिसकेपछि प्रोपर मिक्स भइसकेपछि क्रेमा बडी र हार्ड मिक्स भइसकेपछि चाहिँ म अब चाहिँ पिउनतिर लाग्छु, यो चाहिँ सिब्लिनतिर लाग्छु। यसको क्वालिटी चेक हुन्छ। ओभर एक्साइटेड भएको फिल गरेँ अनि ओभर एक्साइटेड पनि भएको हो, किनकि यो कफीमा चाहिँ टेस्ट हुन पर्ने लाइक स्विट डोमिनेट एसिडिटी छ, देन आफ्टर टेस्ट ज्यादा बिटरनेस छ अनि अर्थी विथ बर्न टाइपको फिल भइरहेको छ। यो चाहिँ कफी एकदम विक नै छ। माउथ फिल चाहिँ ठिक छ, यसको उयसमा अनुसार चाहिँ माउथ फिल राम्रो छ। ओभरअल भन्दाखेरि चाहिँ यो कफी चाहिँ अनब्यालेन्स छ। द्याट्स वाइ म यो कफीलाई फेरि पनि एक्चुअली एक्सट्र्याक्ट गर्न गइरहेको छु। यो कफीलाई मैले यहाँ राखेँ, देन आई विल अप्रोच। यो चाहिँ ओभर एक्साइटेड भइसकेको छ भनेपछि यसको टाइम पनि एकदम लामो लिइरहेको छ भने चाहिँ यदि कफी चाहिँ ओभर एक्साइटेड भइरहेछ, एकदम लङ बिटरनेस आइरहेछ अनि आफ्टर टेस्ट पनि अब अलिकति बर्न अर्थी आइरहेको छ भने यो भनेको ओभर एक्साइटेडको एकदम ज्यादा सिम्टम हो। अनि भएको पनि यस्तै छ। यहाँ चाहिँ हाम्रो हेर्दाखेरि चाहिँ 32-33 सेकेन्डमा झरेको छ। हाम्रो सामान्यतया त टाइमले त हेर्दैन, तैपनि टेस्टले हेरिन्छ। टेस्ट पनि राम्रो छैन। यदि त्यतिमै टेस्ट चाहिँ जस्तै अब 32-33 सेकेन्डमा चाहिँ मेरो कफीमा चाहिँ टेस्ट चाहिँ राम्रो आएको भए, क्वालिटी वाइज चाहिँ राम्रो आएको भए हामी कफीलाई चाहिँ के गर्थ्यौँ, यही कफीलाई चाहिँ हामी कन्टिन्यू गर्थ्यौँ यही रेसियोमा र यही डायल जुन डायल गरेको छु यो डायल गरेकोमा नै हामी प्रोसिड गर्थ्यौँ। तर मैले चाहिँ अहिले चाहिँ यो ग्राइन्ड साइड चेन्ज गर्न पर्ने हुन्छ, यसको टाइम चाहिँ रिड्युस गर्न पर्ने हुन्छ। सो द्याट मैले चाहिँ ग्राइन्ड साइड चाहिँ कोर्सतिर लगाएँ है, अलिकति कोर्स गरेर म यसको ट्राई गर्छु। ल अलिकति मैले कोर्स गरेँ। कोर्स गरिसकेपछि म सामान्यतया पनि when you are like change the grind size गरिसकेपछि अप्रोक्सिमेटली पनि हामीले 25 ग्रामदेखि 40 ग्राम चाहिँ कफी चाहिँ पाउडर चाहिँ हामीले चाहिँ रिड्युस गर्न पर्ने हुन्छ यहाँबाट। सामान्यतया है मैले एक डोज हाले डोज हालेर 18-36 ग्राम चाहिँ कफी चाहिँ मैले ग्राइन्ड साइड चाहिँ ग्राउन्ड कफी चाहिँ थालेँ भनेपछि यति कफी चाहिँ मैले चाहिँ रिड्युस गरेँ यहाँबाट चाहिँ फालेँ। किन यो फाल्ने गर्छौँ भने जब यो बिन्स गेट छ, बिन्स गेट भन्दा मुनि जब ग्राइन्ड हुन्छ, ग्राइन्ड भएपछि त्यहाँ स्टक चाहिँ अप्रोक्सिमेटली पनि 25देखि 40 ग्राम चाहिँ कफी चाहिँ स्टक भएर बसेको हुन्छ। कफी ग्राउन्ड भएको कफी इट्स मिन पहिल्यै ग्राइन्ड भइसकेको अघिको जुन फाइन ग्राइन्ड साइड छ त्यो ग्राइन्ड साइड चाहिँ अलरेडी के छ स्टक भएर बसेको छ भन्नु खोजेको। अब चाहिँ मैले चाहिँ फाइन ग्राउन्ड साइजले त कोर्स गर्दाखेरिको ग्राइन्ड साइज त आउँदैन नि त एकैचोटिको आउँदा ग्राइन्ड मैले चाहिँ अप्रोच गर्दाखेरि त्यही भएर चाहिँ मैले चाहिँ पहिलाको ग्राइन्ड साइज पास ग्राउन्ड कफीलाई चाहिँ हामीले चाहिँ रिमुभ गरेर चाहिँ करेन्ट हामीले अप्रोच गरेको कोर्स ग्राइन्ड साइजलाई चाहिँ लिटल बिट कोर्स ग्राइन्ड साइजलाई चाहिँ ल्याउनको लागि त्यो लेभलमा ल्याउनको लागि चाहिँ हामीले चाहिँ त्यति डोज चाहिँ फाल्ने गर्छौँ है। देन क्लिन गरौँ होइन, क्लिन एकदम प्रोपरली गर्न पर्यो चाहिँ एकदम क्लिन। वाटर फिल्टर भनेको एकदम क्लिन चाहिन्छ है, क्लिन सी लुक इट हियर एकदम क्लिन गर्नु पर्यो बिफोर यो अप्रोच। फेरि सेम त्यही स्टाइलमा अप्रोच गर्छु म। Let's see
कति ग्राम हो 18 ग्राम ठिक्क रहेछ है यसको 18 ग्राम ठ्याक्कै रहेछ देन let me approach distribute time in proper way अनि यो पनि रेडी गर्न पर्यो रेन्ज गर्न पर्ने हुन्छ okay I started already okay यो चाहिँ कफी चाहिँ आज फार बेटर आउँछ कि भन्ने एक्सपेक्ट गरिरहेको छु बिफोर यो एक्साइट हुनेसम्म म मेरो माउथ क्लिन गर्छु किनकि यो मैले किन फेरि पनि पानी पिइरहेको छु भने यो टेस्टलाई चाहिँ मैले फेरि पनि रिमुभ गर्नु पर्यो कुल्ला गरेको है अघि जति आएको थियो त्यो कफी चाहिँ हाम्रो 28 सेकेन्डमा आछ लुक एट हियर 28 सेकेन्डमा झर्यो यो अब इक्जाम्पलको लागि 28 सेकेन्डमा झर्यो जति अघि हामीले एक्सट्र्याक्ट गरेको थियो त्यस्तो टाइम भनेको चाहिँ 32 भनेको चाहिँ 4 सेकेन्ड चाहिँ अलरेडी रिड्युस भइसक्यो तर हामीलाई कफी कस्तो आउँछ थाहा छैन है अब क्रेमा सेम एज युजुअल हामी चाहिँ मजाले स्टिर गर्छौँ स्टिर गरेर चाहिँ मजाले मिक्स गरिसकेपछि हामी क्यालिब्रेसन यो चाहिँ ओभरअल ब्यालेन्स छ माइल्ड स्वीट डोमिनेट एसिडिटी छ है यसलाई चाहिँ डोमिनेट एसिडिटी फाइनल्ली मैले कफीमा जुन एक्सपेक्ट गरेको थियो जुन कफीको क्यारेक्टर हुनु पर्थ्यो त्यो आएको छ माइल्ड स्वीट डोमिनेट एसिडिटी इन ब्राजिल बिन्समा है डोमिनेट एसिडिटी एन्ड बिटरनेस चाहिँ जुन एकदम नटी चक्लेटी आएको छ है नटी चक्लेटी टाइपको टेस्ट आएको छ देन माउथ फिल चाहिँ एकदम राउन्ड माउथ फिल छ है देन ओभरअल ब्यालेन्स छ है कफी चाहिँ लुक एट हियर है एकदम दामी छ यो चाहिँ गुड कप अफ एस्प्रेसो है गाइज फाइनल्ली